हेलो हेलो एभ्रिवान। आज चाहिँ मैले यो नम्बर अफ सोल्युसन चाहिँ कसरी निकाल्ने भन्ने हो। यो नम्बर अफ सोल्युसन चाहिँ कसरी निस्किन्छ भन्दा चाहिँ यो अब यो यसलाई एफएक्स माना, यसलाई जिएक्स माना। यो एफएक्स र जिएक्स जहाँ जहाँ काट्छ त्यही नै त्यसको सोल्युसन पोइन्ट हो नि त। अब त्यो सोल्युसन पोइन्ट गन्ने क्या हामीले लिटरली ग्राफ बनाएर गर्नु पऱ्यो। यसको लागि के गर्नु पऱ्यो, एफएक्स माने जिएक्स माने। अनि हामीलाई एउटा कुरा थाहा छ किन, साइन एक्स भनेको साइन एक्सको नेगेटिभ एक्सट्रिम भ्यालु -1 हुन्छ, पोजिटिभ एक्सट्रिम भ्यालु भनेको 1 हुन्छ। मतलब -1 देखि 1 सम्म नै घुमिरहेको हुन्छ। यो यसको 1 भयो, यो -1 भयो, यो त बुझ्छौ नि होइन। त्यसपछि के गर्यो, साइन एक्स भनेको त कति हो, x/10 हो नि त। x/10 हालेपछि यक्स चाहिँ मैले कहाँदेखि कहाँसम्म जानुपर्छ भन्ने कुरा थाहा हुन्छ, त्यो यहाँबाट। ठिक छ, केही गरेको छैन नयाँ। x/10 गर्यो, 10 ले मल्टिप्लाई, 10 ले मल्टिप्लाई गर्दाखेरिमा यो आयो। अब स्केचिङ बोथ कर्भ फर x बिलोङ्स टु -10 देखि 10। अब यो बिग ब्राकेट किन गरायो, किनकि यो छ। अब -10 देखि 10 त यसैले दिएको भ्यालु, यसैले दिएको, मैले यहाँ लेखेको। अब मैले के गरेँ, साइन एक्सको कर्भ बनाएँ। ठिक छ, अब मैले साइन एक्सको कर्भ बनाइसकेपछि कतिसम्म भन्ने छ यसले, 10 सम्म जा भनेछ नि त। 10 सम्म जा भनेपछि मैले 10 सम्म पोइन्ट भनेको यो पाई 2 पाई, यो भनेको जस्तै 3.14 हुन्छ, यो अब 6.28 हुन्छ, एन्ड यो 9 point something हुन्छ। अनि भनेपछि 10 यतापट्टि हुन्छ। सिमिलरली यता पनि, यहाँ पनि सेम कुरा हो है। कस्तो बाङ्गे आयो क्या हो। त्यही हो, के अरे कति ढिलो भयो फेरि। अब के गर्ने, अब चाहिँ जिएक्स इजिकल टु x/10 को के अरे लाइन बनाउने के। अब तिमीलाई थाहा छ यार, सिम्पल। त्यो भ्यालु राख्दै जाऊ एउटा सर्टेन लाइन आउँछ, अनि त्यो सिधै तानिदिए पनि हुन्छ। नत्र अब यसमा चाहिँ सर्ट ट्रिक के छ भन्दाखेरिमा 10 यो हो, 10 देखि अनि यो चाहिँ 1 भयो नि त होइन, 10 यो चाहिँ 1 भयो। यहाँ यो 0 देखि 1 सम्म यहाँ जोडिदेऊ, यो 10 भयो, यो 1 भयो, 0 देखि 10 सम्म यहाँ जोडिदेऊ, सिधा भन्छ। ठ्याक्कै त्यही नै भन्छ क्या सर्ट ट्रिक भन्ने। के भन्ने, जोस् हेर है, बिस्तारै सर्ट ट्रिक चाहिँ काम लाउनुपर्छ, नत्र इन्ट्रान्समा पुरा टुवा परेर बसिन्छ। यो के अरे यो होइन, कसरी यो पुरै एक स्केच गर्ने त होइन नि त। त्यहाँ गएर सर्ट ट्रिकहरू ट्याक्कै छोप्न सक्नुपर्छ। ल ठिक छ, यो गरायो। गराइसकेपछि अब के गर्ने, गन्ने। अब सोल्युसन कहाँ काटेको छ, 1 2 3। अब यता पनि काट्छ त, काट्दैन उतापट्टि, किनकि एक त हामीले यहीँबाट दिएको छैन काट्छ भन्ने कुरा। अनि त्यसपछि तिमीले ट्राई पनि गर्न सक्छौ। ट्राई गर्दाखेरिमा ठ्याक्कै यो यहाँपट्टि आउँछ नि, यो बम्प, यसलाई नागेर नै गएको हुन्छ यहाँ। आई एम 100% स्योर, किनकि म्याथले झुट बोल्दैन। त्यही भएर अब यहाँ गाउँ न 1 2 3, अनि त्यसपछि 4 5 6, अनि एउटा बिचको गएर 7। नम्बर अफ सोल्युसन 7 वटा भयो। थ्याङ्क यू।